नमस्ते। आज चाहिँ म किनभने एउटा गजबको कुरा भन्दा नि अब एउटा मेरो कामको सुरुवात एउटा कुरा सुनाउँदा चाहिँ यो तौलिया तपाईँको 4-5 वर्ष भइसक्यो क्या। किनभने अब म यही मात्रै किन प्रयोग गर्छु भन्दाखेरि चाहिँ तपाईँको एउटा चाहिँ मैले तपाईँको 74 सालमा चाहिँ मेरो बाबाको बहिनी फुपूले चाहिँ मेरो बाबाले गिफ्ट दिनुभएको थियो क्या। किनभने यो मेरो बाबालाई त्यो जस्तै भाइटिका लाउने बेला मेरो बाबाले गिफ्ट दिनुभएको थियो। अनि तपाईँको चाहिँ यो बाबाले गिफ्ट दिँदाखेरि चाहिँ म 14 वर्ष उमेरमै म बाहिर जाँदाखेरि चाहिँ किनभने गाउँभन्दा अलिकति सुरुवात मैले अलिकति बाहिर चाहिँ अलिकति 1 दिन 2 दिन लाग्ने बाटोबाटै मैले अलिक टाढा हुँदै गएको थियो सुरुवात चाहिँ मेरो। अनि तपाईँको त्यस्तै काम गर्दा गर्दै बाहिर अब मैले पनि काठमाडौँ बस्दै आएको छु। किनभने धेरै ठाउँ पनि म बाहिरै सानै उमेरमा काम गर्दै आएको छु। किनभने यो रुममा तपाईँको त्यतिखेर पुरै जाडो सिजन थियो कि जाडो सिजन। किनभने अब यो चाहिँ मैले बाउको चोरेर लगेको थिएँ कि किनभने जाडो भयो त्यति साह्रो अब तातो कपडा केही थिएन। किनभने अब पहिले चाहिँ मैले यो यसो घाँटी साटीमा बेर्ने जाडोमा त राम्रो हुन्छ नि त। अनि त्यही भएर चाहिँ मैले के गरेँ भने चाहिँ तपाईँको त्यतिखेर अनि मैले लगाएपछि अहिलेसम्म चाहिँ किनभने अब मेरो बा चाहिँ किनभने यो रुम तौलिया देखाएको कारण चाहिँ मेरो बा 78 सालमा बित्नुभयो। अनि त्यही कारणले चाहिँ मैले किनभने अब यो चाहिँ जतिखेर नि म यो तौलिया देख्दाखेरि चाहिँ मेरो बाको सम्झना आउँछ। अनि त्यही भएर चाहिँ म यो तौलिया किनभने अब एउटा बाको सम्झना भए पनि म चाहिँ बोकिरहेको हुन्छु क्या। हरेक दिन तपाईँको हरेक सम्झनाहरू आइरहन्छ। किनभने अब त्यतिखेर चाहिँ म इलाम साइडमा थियो। अनि त्यतिखेर चाहिँ मेरो बाबा बितिसक्नु भएको थियो। अनि म घर पुग्दा तपाईँको चाहिँ लास्ट भेटेन मेरो बाबाको। त्यही भएर चाहिँ मैले यो तौलिया चाहिँ किनभने एउटा बाबाको चाहिँ जोडेको भनौँ न त्यतिखेर चाहिँ यो राखिरहेको थिएँ। किनभने यो देख्ने बित्तिकै चाहिँ मलाई बाबाको सम्झना आउँछ क्या। त्यही भएर चाहिँ मैले यो राखिरहेको छु। धेरै सम्झना आउँछ बाबाको पनि धेरै सम्झना आउँछ। किनभने अब त्यति साह्रो बाबीसँग सँगै अब 14 वर्षसम्म मात्रै करिब बस्यो भने न त्यहाँबाट कतिपय त्यति साह्रो रमाइलो यताउता राम्रो गफ कुराहरू गर्न पाएन। त्यही पनि ठिकै छ। अब आफ्नो भाग्य तपाईँको त्यस्तै हुने रहेछ। त्यही भएर हजुरहरू पनि कतिपय सबैको बाआमा हुन सक्दैन। आफ्नो सङ्घर्ष आफै गर्नुपर्छ। अब त किनभने अब मेरो बाआ बितेको पनि धेरै वर्ष भइसक्यो। त्यो एउटा हजुरहरू अघि देखाइसक्यो एउटा तौलिया दिनुमा त्यहीमै खुसी हुँदै बसिरहेको। किनभने अब बाको त्यति साह्रो फोटो पनि मैले खिच्नै पाइनँ। 14 वर्षको उमेरमा तपाईँको चाहिँ कसले चाहिँ फोन बोक्छ कि। अब त्यति वर्षसम्म त्यो करिब मैले फोनै बोकेको थिइनँ। त्यतिखेर भर्खर इलाममा आएर चाहिँ हल्का एउटा फोन किनेको। त्यति साह्रो फोटोसोटो केही छैन कि अब बाबा फोटै खिच्नु पाइनँ। त्यतिखेर अब आफ्नो मोबाइलै थिएन। बाबाहरूले त्यतिखेर बाबाहरूको जमानामै सानो एउटा किबोर्डवाला फोन बोक्थ्यो त्यतिखेर। कहाँ अब टचिङमा फोटोसोटो खिच्ने मोबाइल त्यतिखेर बोक्ने होला नि। किनभने बाबाहरूको चाहिँ फोटै छैन कि। त्यो एउटा तौलियाको नामले चाहिँ सकेसम्म म चाहिँ यही सम्झनामा बितिरहेको छ अहिलेसम्म।